खै रुस्तम महतो यो भात तरकारी पका भन्दैछु सधैँ मैले पकाएर तिमीहरू खाने कहिले तिमीहरू पनि पका न ल लागौँ है त अब खाना बनाउनुतिर। हेलो गाइज, इट्स मी रुस्तम महतो फ्रम चितवन। आज चाहिँ मैले खाना बनाउनु जाँदैछु। मम्मीले चाहिँ अब कहिले पनि खाना बनाउनुहोस् भनेर गाली गर्दै हुनुहुन्थ्यो मलाई। खानामा चाहिँ हाम्रो चिकन र राइस थियो आज। चामललाई चाहिँ मैले मजाले पखालेर भिजाएर छोड्दै एकछिन। त्यसपछि चाहिँ मैले मासुमा चाहिने सबै सामानहरू रेडी गरेर यहाँ कराई पनि बसालेँ। अरूहरूले चाहिँ प्याकेट मसला पनि युज गर्ने गर्छ मासु पकाउँदाखेरि, तर मैले चाहिँ प्रायः सबै घरकै मसलाहरू युज गर्छु र बजारको मसला चाहिँ कुनै पनि युज गर्दिनँ। रात चाहिँ मलाई मासु नभइन्जेलसम्म भातै खान मन गर्दैन भने मलाई मात्र त्यस्तो हुने हो कि अरूलाई पनि त्यस्तै हुने। चितवनमा चाहिँ आजभोलि यति नै गर्मी भएको छ क्या, त्यसैले म त पकाउँदा पुरै पसिना भइसकेको थिएँ। मैले चाहिँ 2 थरीको खाना बसालेको थिएँ, एउटा सुगर फ्री र एउटा चाहिँ आफूलाई नर्मल सधैँ खाइराख्नेवाला। अनि हाम्रो मासु पनि यहाँ भुटिसकेको थियो र मैले त्यसमा स्वाद अनुसार नुन हालेँ र भुटेको मासु एकचोटि यसो खान थालेको त बाफ्रे मुखै पोल्दिरा भने। अनि बिस्तारै मैले सबै मसलाहरू हाल्न थालेँ। मैले युज गरेको मसलाहरू चाहिँ नुन, बेसार, अनि जिरा धनियाँको पाउडर, त्यसपछि जिजी पेस्ट अनि टमाटरहरू, बस त्यति नै हो। त्यतिकैमा हाम्रो यहाँ बाबले पनि सिटी हान्न थालिसक्यो। बाहिर केटी देखेर क्या सिटी हानेको भनिरहेको थिएँ मैले चाहिँ। टमाटर पनि गलिसकेको थियो र अनि मैले त्यहाँ चाहिँ थोरै पानी हालेर मसलालाई अझै पाक्न दिएँ। मासु भएको दिन चाहिँ मम्मीले करेला पनि सँगसँगै खाने गर्नुहुन्छ। पानी पनि टट्टिसकेको थियो र मसलाहरू पनि मजाले पाकिसकेको थियो। अनि त्यसपछि चाहिँ मैले त्यसमाथिबाट फेरि पानी थपिदिएँ र एकछिन मजाले पाक्न दिएँ। एकछिन पछि मासु पनि पाकिसकेको थियो। अनि मम्मीहरूले गर्नुहुन्थ्यो कि किटको कराईमा चाहिँ मासु पकाएर त्यसै छोड्न हुन्न, निकालिहाल्नुपर्छ नत्र गनाउँछ भनेर। मासु निकालिसकेपछि चाहिँ मैले करेला पकाउनुतिर लागेँ पुरै स्टाइल पार्दै। करेला चाहिँ पाक्न छोडेर मैले चाहिँ भाँडा मस्काउनुतिर लागेँ। अनि पकाएर मात्र भएन, भाँडा पनि मस्काउनै पर्यो। यो भाँडा मस्काउने काम चाहिँ मलाई लास्ट झलक्छ भने फेरि सबै काम पनि सकिसकेको थियो। अनि त्यसपछि चाहिँ हामी खानातिर लाग्यौँ। मासु चाहिँ बवाल मिठो भएको थियो होइन, मैले सोचेको पनि थिएन मैले पनि यस्तो मिठो मासु पकाउँछु भनेर। आजको लागि चाहिँ यति नै। डु सब्सक्राइब माई युट्युब च्यानल।